एभ्रिवान दर्शन नमस्ते के छ सन्चै हुनुहुन्छ होला है म पनि एकदमै ठिकठाक छु करिब 1-2 महिना भएको थियो भ्लग नहालेको आज म हजुरहरूको माझ नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु सो आजको भ्लग कस्तो हुन्छ कृपया हेरेर प्रतिक्रिया दिनु होला है त सो गाइज यतातिर चाहिँ म पहिले आउँदा बेला पुरै धान थियो है सुरुमा काट्ने भएको धान थियो काट्यो अनि फेरि यहाँ ट्र्याक्टर स्याक्टरले जोत्यो अनि त्यसपछि अहिले चाहिँ धान रोपेर नि यस्तो भइसक्यो कि यो एरिया देख्न सक्नुहुन्छ म चाहिँ ठ्याक्कै यो जङ्गल काटेर जाने हो क्या त्यो त सधैँ हजुरहरूले देखि नै राख्नु भएको छ सुरुमा है यस्तो कुदाइन्थ्यो कि यो बाटोमा साइकल अहिले साइकल कुदाउनै सकिँदो रहेछ साह्रै गाह्रो भइरहेको छ मलाई बर्खा लाग्यो यार बर्खा लाएर होला यार यस्तो जङ्गल पल्देखा क्या यहाँ त हाम्रो चराचुरुङ्गीहरू पनि कराइरहेको अवस्था छ यहाँनिर देख्न सक्नुहुन्छ यतातिरको माहौल हौ म ठ्याक्कै यो घर देखिन्छ नि यो घरभन्दा उट्टापट्टि जाने हो के को भ्लग बनायो भन्नु होला होइन यो चाहिँ हामी गेम खेल्न जाँदैछु आज रेन्स्यु गर्न हो हाम्रो टुर्नामेन्ट त छैन टुर्नामेन्ट अब 2 तारिकमा आउँदैछ र त्यति बेला फेरि हजुरहरूले नयाँ भ्लग देख्न सक्नुहुन्छ मोबाइल राख्ने किनेको थिएँ साथीले चाहियो भनेर लिएर गएको यार अनि त्यसपछि ल्याइदिएन के अहिले त मारी हातमै समाएर जान पर्ने यहाँ त पक्कै मैले उगाल्थेँ पहिले अहिले अलि गाह्रो छ म यहाँ चाहिँ ठेल्दै जान्छु गाइस म चलाउन सक्दिनँ किनभने आज मेरो स्थिति गम्भीर छ है खेल्दै जाने हो बाँसको किसिमै छ क्या यहाँ जङ्गल अहिले फेरि यही बाटो रातको 8 बजे म पुरै किसिमले हिँड्न पर्ने अवस्था हुन्छ साइकल ठेल्नै सकिएन देख्न सक्नुहुन्छ मेरो स्थिति उफ गाह्रो छ कि यार जानमा 2-3 दिन छुट्टी हुन्छ अनि यो छुट्टीमा नि फेरि गेमसेम खेल्न जान मन लाग्छ गाह्रो छ खाना गएको गएर खाना खाएर मात्रै हिँडेको गाह्रो भयो कि अहिले फेरि हामीलाई ट्रेनमै कति लगभग करिब 2 घन्टा लाग्छ ट्रेनमै फेरि जानलाई अनि त्यही भएर गएको गएर खाना खाएर मात्रै हिँडेको क्या म गाह्रो भएको छ कि साइकल खेल्नु त्यस्तै छ के गर्नु देख्न सक्नुहुन्छ कस्तो ठाउँमा घर छ यहाँ नेपालमा त यस्तो ठाउँमा घर छ टनेल पुरै
जापानको मान्छेहरू चाहिँ अरूमा भर पर्दैनन् कि आत्मनिर्भर हुन्छन् आफैमा। च्याप्रो हाम्रो गाउँतिर चुले त के भन्थे त्यस्तै छ यार सेम सेम। गाइजहरू यो चाहिँ कर्कला हो है, हेर्न सक्नुहुन्छ। यो कर्कला भन्छ। आलु चाहिँ फेमस रहेछ, भट्ट पनि रोपिया रहेछन्, भटमास होइन। यो सिमी हो, देख्न सक्नुहुन्छ। यो भन्टा भन्टा यिनीहरू चाहिँ कृषिमा चाहिँ आफै भर पर्छन् कि। सो के हुन्छ हेर्दै गर्नु होला ल। सो गाइज देख्न सक्नुहुन्छ म इन्जाई आइसकेँ। अब यहाँ चाहिँ दादा हुनुहुन्छ हाम्रो धीरज दाई, अनि हामी यहाँ भेट्छौँ अनि त्यसपछि जान्छौँ हाम्रोतिर। र यतातिर आउँदा मलाई लास्टै फरक लाग्छ कि ल, हेर्न सक्नुहुन्छ हाम्रो पुरै छाब्राहरू छ होइन, गाउँ जस्तो यतातिर। अनि तोकेतिर जान त मलाई त कस्तो अनुभव भने कि हेर्नु देख्न सक्नुहुन्छ। चिया पलाएर है यस्तो दामी छ कि। तर यो होटेल चाहिँ जताततै हुने रहेछ कि मैले देखेँ अनुसार। मैले त काठमाडौँमा नि भएको जस्तो देख्थेँ होइन यो होटेल राउटेन भन्ने। सो यही नै हो। यहाँ चाहिँ फेरि भिडियो सिडियो गर्न नि पाइँदैन होइन, दामै छ। फेरि के गर्नु, अर्काको भिडियो गर्न पनि गाह्रो छ यहाँ। उप्स हेर यार, अस्ति नै त के मल हो यो है, एप्लो प्लान मल भन्छ। देख्न सक्नुहुन्छ तरकारी सरकारीहरू पनि देखिन्छ है। कोही हुनुहुन्छ यतातिर इन्जाइतिर बस्ने, कोही हुनुहुन्छ भने चाहिँ आउनुहोस् है। यहाँ केटीहरूको लागि यहाँ ब्युटी पनि छ होइन। अनि यो चाहिँ ठ्याक्कै यो चाहिँ चिबा न्युटन एकी हो है। चिबा न्युटनमा चाहिँ तपाईँहरू अलि यो चिबा न्युटन हो यो देखिएको। अनि हेमाबाद हेमा आउनुभयो भने चाहिँ केटीहरूले यहाँ पुरै ब्युटीको सामानहरू पाउन सक्नुहुन्छ है भन्छु म चाहिँ। अब आउने नआउने हजुरहरूको इच्छा हो। म त आइपुगेँ, दादा चाहिँ कता हुनुहुन्छ भन्ने कुरामा। यो फुलहरू त यहाँ त छुन नि पाइँदैन है हजुरहरू, नछुनु होला। यो सबै यताको होला। यिनीहरू घर पर्सनल घर होइन होला यार, यिनीहरू यार यो सबै उसको होला, के भन्छ अरे सरकारी घर। यो सबै खाइसाहरू हुन् सरकारको लागि भनेर। यो चाहिँ एकी हो, चिबा न्युटन। चिबा न्युटन यहाँबाट नि हामीलाई त तन्नै लाग्छ यहाँ जान। गेम खेल्न जाने गाइजहरू है, ठाउँ एकदम टाढा छ क्या, त्यही भएर यार झ्याउ लाग्छ अनि जाने यार। ला एउटा ट्रेन रहेछ क्या, गयो यार भर्खर गयो यार। दामी छ एरिया। मैले दाइलाई म्यासेज त गरेकै हो। एकछिन बस मलाई, एकछिन बस न भन्नुभयो। म चाहिँ यहाँ बसेर टक्क भ्यू अवलोकन गर्छु है गाइजहरू। भ्यू अवलोकन भन्दा नि वाउ नाइस, भेरी नाइस। भ्यू अवलोकन भन्दा नि म यहाँ गएर सुइकामा पैसा चार्ज गर्छु ल। सुइकामा पैसा चार्ज गर्नु छ, सो हेर्दै गर्नु होला।
चाहिँ देख्न सक्नुहुन्छ। मलाई चाहिँ के खाम भएर यहाँ भित्र छिरिसकेको छु। यतातिर जाम न त है, देख्न सक्नुहुन्छ नमेमनुहरू। म चाहिँ खासमा मोनिस्टर खान्छु कि यहाँनिर चाहिँ गाइजहरू रेडबुल पनि पाउँछ है पाउनलाई त, तर यहाँ चाहिँ यो खानुपर्छ कि नत्र धेरै गाह्रो हुन्छ क्या फेरि। यार यो खान्छु म कि यार उस खाने आइसक्रिम खाने हो यार। किनिसक्यो अब आइसक्रिम खानुपर्छ होला जस्तो लागिरहेको छ मलाई चाहिँ। होइन तर म चाहिँ आइसक्रिम खान्छु गाइस, आइसक्रिम। कुन चाहिँ खान्छु भन्दा पहिले हेरौँ न है। अलि मिठोवाला आइसक्रिम खाउँ भनेको त। आइसक्रिम यो खान्छु ल, यो चाहिँ खान्छु ल। सो म लिएर हिँडिसकेको छु। आइसक्रिम खाइन्छ बसिन्छ अब चियाप्प हेर्दै गर्नु होला ब्लग चाहिँ। खत्तम भइहालेछ नि, यता पाउने रहेछ नि त यार फ्लेभरको यार। म चाहिँ भित्र गएर यो लिइसकेँ होइन, के गर्नु नि पुरै ल्याइसक्यो अब त। पुरा बाहिर पाइने रहेछ नि त्यहाँ फ्लेभरको केही छैन। म चाहिँ यहीँ खाँदै बस्दै गर्छु है दादा आउनसम्म। यतातिरको भ्यू पनि देख्न सक्नुहुन्छ, गजबै छ होइन महलहरू। च्याप्प बस्ने ठाउँ नि गजब छ क्या फेरि यहाँ, देख्न सक्नुहुन्छ यतातिर। अब म चाहिँ यहाँनिर म आइसक्रिमको साथमा उपस्थित भइसकेको छु। अब देख्न सक्नुहुन्छ हाम्रो आइसक्रिम खुवाई। कृपया कस्तो रहेछ म टेस्ट गर्छु। थुक मात्रै आइसक्यो। ओहो तितो हुने रहेछ यार, सेतो मात्रै लिन पर्ने रहेछ। यो कालो भएको कारणले हुनसक्छ होइन, पक्कै पनि यो कालो भएको कारणले यो तितो हुनसक्छ। तितो नि साह्रै तितो भयो गाइस मलाई त। गाह्रो पऱ्यो। हौ हाम्रो दादाको आगमन भइसकेको छ यहाँनिर। ए भ्लग त अहिले त ल वेलकम छ दादा भ्लगमा। के हो कि आइसक्रिम खाएको के, गर्मी भयो क्या, साइकल ठेल्दै आएको। के उहाँ अघि बोल्नु भएको थियो? एउटा साथीलाई पनि भनेको छु मैले, गाडी पनि जापानको गर्मी यति छ कि गाइस, यति छ कि तपाईँहरू गेस गर्नै सक्नु हुँदैन के। ए भगवान्ले कसरी बस्ने होला नि। म त देख्न सक्नुहुन्छ यहाँको घर बनाउने स्टाइल यस्तो हुन्छन् कि यिनीहरूले होइन। यहाँको स्टाइल, घर बनाउने स्टाइल चोर्छ भनेर मान्छेले होइन
पुरै यो के भन्छ धागेर अनि बनाउँछन् कि यिनीहरू यस्तो खतरा हुन्छन् कि मान्छेहरू यहाँका होइन बाफ्रे बाफ्रे हामी चाहिँ 19 को ट्रेन थियो छनलाई त तर 29 कोमा जाने भनेर किनभने हाम्रो तोरण दाइ आउँदै हुनुहुन्छ उहाँलाई पुग्नको लागि हामी चाहिँ 29 मा जाने प्लान भयो त्यही भएर हामी पुगिरहेको छौँ यति बेला यहाँ सुट देख्न सक्नुहुन्छ यति बेला यतातिर बसाउन के छ र है यहाँको स्थिति गम्भीर छ फेरि हामी चाहिँ माथि चढिसकेका छौँ हाम्रो ट्रेन चाहिँ ठिक 1:29 को रहेको छ देख्न सक्नुहुन्छ 1:29 को ट्रेन छ त्यतिन्जेल चाहिँ हामी चाहिँ हाम्रो दादा टिकटक लाइभ छ सुत्ते यस्तो रङ्गी बिरङ्गी देन्सिया हुन् किसिमै छ नि नेपालको महानुभावहरूले कसैले ट्रेनको ओए देख्नु भएको छैन भने हेर्नु होला यस्तो हुन्छ ट्याक्क हाम्रो दादाको त लाइभ चलिरहेको छ यहाँको मान्छेहरू यति बाथो हुन्छन् कि यहाँ यो घर बनाउने डिजाइन चोर्छ भनेर पुरै धागेर बनाउँछन् के यस्तो घर बनाउन लाग्छ होइन यहाँ चाहिँ तर पुरै ढाकेर हो क्या हाम्रो भेटघाट भइसकेको छ यहाँनिर आइसकेर आहो ल वेलकम दादा लाइभ हो हामी चाहिँ यहाँनिर भेट भइसकेका छौँ तिन दाजुभाइ यति बेला होइन अरू हेर्दै गर्नु होला सो हामी यति बेला चाहिँ चिबा स्टेसनमा आइसकेका छौँ हजुर उस यहाँ त उयो माथि स्वर्गै छोइसके चिबा स्टेसन जेआर लाइन यता छ देख्न सक्नुहुन्छ हजुरहरूले ओहो नि यता चाहिँ जेआर लाइन छ है देख्न सक्नुहुन्छ गेस गर्नुहोस् यो कति तलाको बिल्डिङ हो सो बाफ्रे नि यताको भ्यू अवलोकन गर्न सक्नुहुन्छ तपाईहरूले है चिरिप लाएर गजबै छ नि बरै मोनोरेल हो यार दको यो लि यहाँ देखेको यो यो चाहिँ मोनोरेलको लिग है तर ट्रेनै आएन अहिले ट्रेन आएको छैन रहेछ यति बेला हामी चाहिँ यहाँ यति बेला भ्यू अवलोकन गरिरहेका छौँ हामी तिन दाजुभाइ ट्याक्क लाएर है ल सब्सक्राइब लाइक सेयर हजुर यति बेला मेरो साथमा इनर्जी मोनिस्टर इनर्जी आइसकेको छ देख्न सक्नुहुन्छ ल अनि है त
हामी फाइनली झरिसकेको अवस्था चाहिँ यति बेला करिब अब त्यो ठाउँमा चाहिँ हामी गेम खेल्न एकदमै आजको मौसम यस्तो आजको माहौल चाहिँ तात्नेवाला छ है हजुर झोले बोला जे अचोयाली भाइ भियोलोजी ब्लग 01 सबैजनाले सब्सक्राइब गरिदिनु होला है होला फेरि सिजुकानी होला फेरि आहो देख्न सक्नुहुन्छ आजको मौसम यस्तो मौसम यस्तो भयो नि गर्मी चाहिँ धेरै छ है आइसकेको अवस्था छ यहाँनिर यार तर ग्राउन्डको अवस्था देख्दा त यहाँ त म त आज गेम हुन्छ कि हुन्न र हत्तेरिका हो खाली छ त के छ सर ओहो उहाँलाई चिनेन मैले कुरो के यस्तो सो आजको गेम अब यहाँ हेर्दै जानु होला के कस्तो हुन्छ होइन एक दुईवटा भिडियो सिडियो नि बनाउनै आजको गेम सेम पनि भ्याइयो अब हामी घर सर हिँड्ने तर्खरमा छौँ धोबीको धुलाई हानेको गेम पनि आले यहाँ के गर्नु यस्तै छ हप्तामा एक दिन बल खेल्ने एक हप्ता पर्याप्त ज्याप गर्ने त्यस्तै त हुन्छ अब चाहिँ यो हल भत्किँदैछ अरे अनि यहाँ फेरि नयाँ बनिसक्यो के देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ नयाँ बनिसक्यो यार कभर हो नेपालमा त कहिले बन्ने होला नि र जाम कता बाटो हो जान अहो यतातिरको माहौल त किसिमै छ त नि हजुर एकदम वाउ हाम्रो माल पनि आइसकेको छ करोडको ल दादा ल अहो यतातिरको माहौल देख्न सक्नुहुन्छ है गजबै छ नि त ओहो हाम्रो दाजुसँग यहाँ भेट भइसकेको छ हाम्रो फेरि यस्तो गजब छ कि यताको एरिया है तपाईँहरू देख्न सक्नुहुन्छ क्या माहौल छ यार क्या माहौल छ ओहो सो गाइज हामी दाजुभाइ पनि यहाँ चिबा न्युटनबाट छुट्टिसकेका छौँ अब म चाहिँ टक्क फेरि साइकलमा फेरि 20 मिनट यहाँ राइड गर्नुपर्छ अघि मैले देखाएको थिएँ नि हजुरहरूलाई यो होटेल चिबा न्युटन हो त्यही ठाउँमा म फेरि आइसकेँ करिब अहिले यहाँ 8:30 भएको छ रातिको अब साइकल ठेल्ने तुई भागिदिने हो बास
सो हेर्दै जानु होला। हेलो 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 हेलो, म चाहिँ मेरो साइकल राखेको ठाउँमा आइपुगेको छु। यति बेला देख्न सक्नुहुन्छ। तर यार मेरो साइकलमा यार कुनै छैन गाइजहरू, लाइट छैन, लाइट लिनुपर्ने हो। मेरो साइकल छैन कि क्या यार। अरे ए मेरो बाइक यहाँनिर रहेछ है, यहाँ बसिरहेछ। केएफसी यहाँ छ। म चाहिँ एकचोटि यसो यहाँ सर भित्र जान्छु है त। ट्याक्क हल्का यहाँ लाइट साइट त हेर्नु पर्यो। साइकल लाइट नहाल्ने भने फेरि यहाँको मामाहरूले समाउनु भनेर फेरि पुरै कराप झ्यापो के अरे। त्यही भएर म लाइट लिन चाहिँ जान्छु गाइजहरू। नयाँ साइकल किन्ने भएपछि यहाँ छ है। लाइट 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 कहाँ छ त? ओहो बाफ्रे बाफ्रे। फाइनली घर आइपुग्यो होइन। बल्ल बल्ल अहिले करिब रातको 9:30 भएको छ। म यति बेला रुम आइसकेँ र आजको भ्लग पनि यहीँ टुङ्गाउन चाहन्छु होइन। म ज्यान पनि साह्रै दुखिरहेछ साह्रै। आजको भ्लग यति नै होस् त। फेरि नेक्स्ट भ्लगमा भेट्दै गरौँ न ल।